दक्षिणकाली नगरपालिकाको यो चौथो नगर सम्मेलनका अध्यक्ष कमरेड, हाम्रो पार्टी केन्द्रका स्थायी समिति र केन्द्रीय समितिका सबै सहयोद्धा कमरेडहरू, दक्षिणकाली नगरपालिकाका सबै पदाधिकारी कमरेड र यो चौथो नगर सम्मेलनमा उपस्थित सम्पूर्ण कमरेडहरू र मित्रहरू, पत्रकार साथीहरू, सबभन्दा पहिला त म यो सम्मेलनको पूर्ण र भव्य सफलताको निम्ति पार्टी केन्द्रको तर्फबाट र मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र तपाईहरु सबैलाई अभिवादन एकचोटि फेरि गर्न चाहन्छु। आज यो नगर सम्मेलन उद्घाटन कार्यक्रममा आउँदै गर्दा आयोजकले मलाई झन्डै दक्षिणकाली नगरको यो मुख्य ठाउँ शहर परिक्रमा गराउनु भयो। समयको त निकै दबाव थियो। नगर परिक्रमा गर्दा गर्दै नै मैले यहाँ दिने भनेको समय सकिसकेको थियो। तर पनि तपाईहरुको उत्साह, तपाईहरुको उमंग, तपाईहरुको स्पिरिट देखेर मैले उताको कार्यक्रमलाई अलिकति पर धकेलेर भए पनि यो सम्मेलनको निश्चित समयसम्म म सहभागी हुनुपर्छ भनेर म तपाईहरुको अगाडि छु। आज तपाईहरुको सहभागिता, सक्रियता, उत्साह देख्दा मलाई 64 को सम्झना भइरहेको छ। 2064 मा म यसै क्षेत्रको जनप्रतिनिधिको हैसियतले निर्वाचित हुँदै गर्दा यो क्षेत्रको जनतामा जुन उत्साह त्यति बेला देखिएको थियो, आज म फेरि एकचोटि 82 मा आएर मैले त्यही 64 तिर फर्किन खोजेको दक्षिणकाली बनेर देखेको छु। तपाईहरु सबैलाई शुभकामना भन्न चाहन्छु, तपाईहरु सबैलाई बधाई भन्न चाहन्छु। त्यति बेला हामी 64 मा निर्वाचित हुँदै गर्दा र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै गर्दा मैले यहाँका मतदाताहरुसँग, यहाँका जनतासँग भनेको थिएँ 9 महिनामा नै मैले सरकार छोड्नु पर्ला भन्ने थिएन, लागेको पनि थिएन। तर अनेक प्रपञ्चहरू भए र मैले यस क्षेत्रका जनताको निम्ति जति काम गर्ने सपना देखेको थिएँ र मैले योजना बनाएको थिएँ, मैले ती सबै काम पूरा गर्न पाइन। मैले जनतासँग एक अर्थमा क्षमा प्रार्थी छु। म 9 महिनामा नै छोड्न पर्यो, 5 वर्ष म रहन पाएको भए भनेर बनाएका योजनाहरू लागू हुन सकेनन्। र त्यति बेला निर्वाचन हामीले विजय हासिल गर्दै गर्दा देशैभरि र देशकै 1 नम्बर पार्टी बन्दै गर्दा हामी धेरै संगठनको बलमा होइन, आन्दोलन र क्रान्तिको बलमा जनतामा पैदा भएको एउटा नयाँ आशा र क्रान्तिको बलमा हामीले गरेको त्याग र बलिदानको बलमा हामीले निर्वाचन जितेका थियौं। अहिले म के देख्छु भने दक्षिणकालीमा तपाईहरुले 3टा सम्मेलन गरेर अहिले चौथो सम्मेलनमा आउँदै गर्दा अब त्यो स्थिति रहेन। अब हामी संगठन समेतको बलमा निर्वाचन जित्ने ठाउँमा आइपुगेका छौं। तपाईहरुले चौथो सम्मेलन मार्फत यहाँ संगठन निर्माण र त्यसलाई व्यवस्थित गर्ने तरिकाद्वारा आउने निर्वाचनमा विजय हासिल गर्ने मैले करिब त्यो संकेत इन्डिकेसन आजको तपाईहरुको सहभागिता, तपाईहरुको सक्रियता र उत्साहमा मैले देखेको छु। म अग्रिम रूपले तपाईहरुलाई आउने निर्वाचन जितको लागि शुभकामना पनि भन्न चाहन्छु, किनकि यसले त्यो संकेत गरेको छ। मलाई आउँदै गर्दा हाम्रो स्थायी समिति सदस्य अञ्जना विसङ्केले पनि अलिकति कुरा राख्नु भयो। उहाँ पहिला चुनाव लड्दा यहाँ बनेको आधार र अहिलेको संगठनको आधार हेर्दा हामीले चुनाव जित्ने आधार चाहिँ बन्यो भन्दै हुनुहुन्थ्यो। म त्यति बेला चुनाव लड्दा पनि सञ्जय लामा सक्रिय नै हुनुहुन्थ्यो। कता जानुभयो? सक्रिय नै हुनुहुन्थ्यो। उहाँको ठूलो योगदान थियो मेरो निर्वाचनको बेलामा पनि। यहाँ शंकर
दुलाल पनि हुनुहुन्छ, उहाँहरू सबैको सक्रियता थियो, दिलीप महर्जन लगायत। अहिले मैले के देख्छु भने सञ्जयजी अझ बढी परिपक्व बनेर यस क्षेत्रको जनतालाई संगठित गर्ने, परिचालित गर्ने र यहाँ विकास निर्माणका गतिविधिहरूलाई तीव्रता दिने काममा उहाँले जो मेहनत गर्नु भएको छ यसको प्रतिफल पक्कै पनि राम्रो आउँछ भन्ने मलाई विश्वास छ। म सबै साथीहरूलाई धन्यवाद भन्न चाहन्छु तपाईहरुको मेहनतको लागि। आज यो कार्यक्रममा तपाईहरु महिलाहरूको सहभागिता निकै उल्लेख्य रह्यो। मैले देखे महिलाहरूको राम्रो सहभागिता छ। महिलाहरूको सहभागिता मात्रै देखिन, मैले महिलाहरूको उत्साह पनि देखेँ, सक्रियता पनि देखेँ, पार्टी प्रति, पार्टीको विचार प्रति, पार्टीको नेतृत्व प्रति तपाईहरुको निष्ठा पनि मैले नजिकबाट देखेँ। तपाई सबै महिला कमरेडहरुको यो उत्साह र निष्ठाको लागि पनि म तपाईहरुलाई विशेष रूपले केन्द्रको तर्फबाट धन्यवाद भन्न चाहन्छु। जति बेला महिलाहरूको सक्रियता बढ्छ चुनाव जितिन्छ। किनभने यो कुरा म पहिलोचोटि बालुवाटारमा सार्वजनिक भएर मैले एउटा पत्रकार सम्मेलनमा सम्बोधन गर्दा देशभरि सबभन्दा बढी प्रभाव कसैलाई परेको थियो भने यो देशका महिलाहरूलाई। पहिला त मलाई जनयुद्धमा भूमिगत हुँदा विभिन्न रूपमा परिभाषित गरियो, कोही दारा भएको, नङ्ग्रा भएको, भयानक डरलाग्दो यो रूपमा प्रचार गरियो। अनेक अनेक प्रचण्ड भन्ने मान्छे नै छैन, ज्ञानेन्द्र नै प्रचण्ड हो पनि भनियो, पद्मरत्न तुलाधार हो प्रचण्ड पनि भनियो, अनेक अनेक भनियो। तर जब म सार्वजनिक भएर मैले वक्तव्य दिएँ, मेरो वक्तव्यको सीधा असर महिलाहरूलाई पर्यो र त्यति बेला देशैभरि महिलाहरूले भनेको मैले सुने, सबैतिर सुन्थे। म जहाँ जहाँ सभा समारोहमा जाँदा महिलाले त हाम्रो दाइ जस्तै, हाम्रो भाइ जस्तै, हाम्रो बुवा जस्तै, आफ्नै मान्छे जस्तो भन्ने जब महिलाको मनमा परेको थियो, पुरुषको केही लागेन। महिलाहरूले पुरै परिवार कन्ट्रोल गरेपछि हामीले निर्वाचन जितेको। आज दक्षिणकालीमा तपाई महिलाहरू जस्तो ठूलो मात्रामा सहभागी हुनुभयो सम्मेलनमा र जो सक्रियता देखाउनु भयो, मैले सांकेतिक रूपमा भनेको यो कुनै ठूलो कुरा त होइन, तर महिलाहरूले मलाई खादा लगाउन, हात मिलाउन जुन पहल गरेको मैले देखेँ। अब चाहिँ फेरि एकचोटि हामीले जित्ने बेला सुनिश्चित भएको महसुस मलाई भएको छ। यसको लागि पनि म तपाईहरु सबैलाई धन्यवाद भन्न चाहन्छु। नेतृत्वलाई त मैले भनि नै सकेँ। अघि यहाँ बस्दै गर्दा सञ्जयले मलाई भन्नुभयो 10 वर्षपछि आउनुभयो दक्षिणकाली तपाईँ भएर। म 10 वर्ष अगाडि यहाँको नगर सभाको एउटा कार्यक्रममा आएको थिएँ। त्यसपछि त्यस्तो कुनै औपचारिक कार्यक्रममा मेरो सहभागी हुने मौका जुलेको थिएन। आज नगर सम्मेलनमा यहाँको सञ्जय लगायत सबै नेतृत्वको टिम नै गएर मलाई जसरी पनि आउनुपर्छ भन्नुभयो। मलाई अलिकति चिन्ता के थियो भने म तराई मधेसमै भएँ भने के गर्ने, किनकि तपाईहरुले 12 गते गर्नुभएको थियो। 12 गते पनि म आउन सक्ने स्थिति थिएन। 12 गते भूकम्प गएको 10 वर्ष पूरा भएको उपलक्ष्यमा अहिलेको मेरो निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर 2 बारपाटमा 10औं स्मृति दिवस मनाउनु थियो। म नगइ नहुने थियो। मैले अरूलाई ल्याउनुहोस् भनेको होइन, अध्यक्ष नै आउनुपर्छ भनेपछि ल ठिक छ दक्षिणकाली म आउँछु, अर्को समय मिलाउँ भनेर आज 20 गते भयो। तपाईहरुसँग भेट भयो, खुसी लागेको छ। मैले अहिले धेरै भन्ने कुरा छैन। म तपाईहरुलाई बधाई र शुभकामना भन्न आएको हुँ। अहिले 2 बजे बौद्ध पुगेर फेरि तामाङ राष्ट्रिय मुक्ति मोर्चाको प्रदेश सम्मेलन, त्यहाँ हजारौंको संख्यामा जुटाउँदै हुनुहुन्छ जनतालाई साथीहरूले। म त्यहाँ जाँदैछु। त्यसकारण मैले धेरै व्याख्या गर्नु अहिले छैन। तपाईहरुले भ्रष्टाचार विरोधी हामीले चलाएको अभियान, सामाजिक न्यायका पक्षमा हामीले गरेका गतिविधि मलाई लाग्छ तपाईहरुले थाहा पाइराख्नु भएकै छ। सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध नेपालको इतिहासमा केही रेकर्ड रहने गरी हामीले काम थालेकै हो। सामाजिक न्यायको पक्षमा पनि नेपालको इतिहासमा अहिलेसम्म नभएका काम हामीले गरेको हो। तपाईहरुले कतिको
थाहा पाउनु भएको छ, चाहे त्यो नागरिकतासँग सम्बन्धित समस्या होस्, चाहे मिटर ब्याज पीडितहरूको पक्षमा ऐन बनाउनेदेखि लिएर त्यो संरचना खडा गरेर मिटर ब्याज पीडितहरूलाई मुक्त गर्ने प्रक्रियाको सुरुवात होस्, चाहे सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने अहिले झन्डै 13 लाख नेपालीहरू जो विदेशमा बस्छन् ती मैले घोषणा गरे सामाजिक सुरक्षा कोषमा आबद्धताको घोषणा गरेपछि 13 लाख चाहिँ अहिले त्यसमा आबद्ध भइ नै सकेका छन् र देशभित्र पनि औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा पनि मेरो नेतृत्वको सरकारले गरेको थियो। तपाईहरुलाई थाहा छ, नेपालको इतिहासमा नै भन्छु मैले, त्यो त अरूले भन्दिदैनन्, हामीले नै भन्नुपर्छ, तपाईहरुले भन्नुपर्छ। जनताको घर घरमा गएर, टोल टोलमा गएर भारतसँगको सम्बन्ध र चीनसँगको सम्बन्धमा रिकर्ड ब्रेक हुने गरी सहमति र सम्झौताहरू भएका छन् नेपाल र नेपाली जनताको हितमा। तपाईहरुले अरु धेरै कुरा सम्झिनु पर्दैन। नेपाल, भारत र बंगलादेशका बीचमा मैले गरेको त्रिदेशीय विद्युत व्यापार सहमति, सैद्धान्तिक सहमति जो भारत सरकारले पछि वक्तव्यमा पनि भन्यो प्रचण्डकै नेतृत्वमा भएको हो भनेर, र अनि भारतसँग गरिएको 10,000 मेगावाटको विद्युत व्यापारको कुरा, यस सीमामा थुप्रै संरचना खडा गर्ने बारे सम्झौता यी ऐतिहासिक रिकर्ड ब्रेकर छन्। यी यस्तो रिकर्ड विगतमा कहीँ बनेको थिएन। चीनसँग तपाईहरुले अरु कुरा सम्झिनु पर्दैन। परम्परागत सबै उत्तरी सिमानाका नाकाहरू खोल्ने सम्झौता म औपचारिक ढंगले चीन भ्रमणमा गएको बेलामा भएको हो, र अहिले त्यस्ता 8वटा नाका एकैचोटि खुलेका छन् र अब उत्तर सीमामा बस्ने नेपालीहरूको लागि व्यापार व्यवसाय, आर्थिक क्रियाकलाप गतिविधि गर्ने ढोका खुलेको छ। यो आफैमा ठूलो कुरा हो र कृषि औद्योगिक पार्कहरू निर्माण गर्ने बारेमा भएका सम्झौताहरू पनि दूरगामी छन्। तपाईहरुले जलवायु परिवर्तनसँग सम्बन्धित होस् या 47 देशको नेताको हैसियतले मैले संयुक्त राष्ट्रसङ्घमा गरेको सम्बोधन होस्, या खाद्य सम्प्रभुतासँग अन्तर्राष्ट्रिय सम्मेलनमा गरेका हाम्रा कुराहरू हुन्, या राष्ट्रसङ्घका महासचिवलाई मेरो निम्तामा देशभित्र ल्याएर एभरेस्ट बेस क्याम्प र अनि अन्नपूर्ण बेस क्याम्प अनि लुम्बिनी गौतम बुद्धको जन्मस्थलमा राष्ट्रसङ्घका महासचिवले र मैले संयुक्त रूपले विश्व सामु गरेको सम्बोधन, यति कुरा तपाईहरुले सम्झिनु भयो भने पछिल्लो कार्यकालमा भएका कुराहरू नेपालको इतिहासमा रिकर्ड ब्रेक हुने खालका छन्। राष्ट्र र जनताको हितमा एउटा ऐतिहासिक मानदण्ड कायम गर्ने ढंगले हामीले काम गरेको हो। तर यो कुरा दलालहरूलाई मन परेन, बिचौलियाहरूलाई मन परेन, नोकरशाहहरूलाई मन परेन, जानी फटालाई मन परेन र हामीलाई सरकार बाहिर लान बाध्य पारे। र मैले तपाईहरुले थाहा पाइराख्नु भएको छ, केन्द्रीय समितिको बैठकमा हामीले गम्भीर आत्मसमीक्षा गर्यौं। विगतका हामीले कहाँ राम्रो गर्यौं, कहाँ नराम्रो गर्यौं, अथवा कहाँ कति कमीहरू भए भन्ने कुराको गम्भीर समीक्षा गर्यौं। किनकि हामीलाई के थाहा थियो भने इतिहासमा कमी कमजोरी नै नगर्ने मान्छे पनि जन्मेको छैन, जन्मिँदा पनि जन्मिँदैन। विज्ञान यो हो। र इतिहासमा त्यस्तो कुनै पार्टी पनि जन्मेको छैन जसले गल्ती नै गरेको छैन। त्यस्तो पार्टी पनि इतिहासमा राजनीतिक दल पनि जन्मेको छैन। अनि इतिहासले र समाज विज्ञानले कुन पार्टीलाई सही भन्छ त भन्दा सकेसम्म आफ्नो विचार, नीति, निष्ठाबाट सकेसम्म कम गल्ती गर्न बल गर्ने, गल्ती भन्ने थाहा पाएपछि सच्याउने, जसले आँट गर्छ इतिहासले त्यसैलाई महान भन्छ। व्यक्ति पनि त्यही हो। व्यक्ति पनि सकेसम्म गल्ती कम गर्न बल गर्ने, गल्ती भन्ने थाहा पाएपछि आत्मसमीक्षा गर्ने, त्यसलाई सच्याउने। हामीले त्यही अनुसार नै पार्टी केन्द्रको बैठकमा समीक्षा गर्यौं। झन्डै 1000 पार्टी केन्द्रीय सदस्य र सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट लगायत सबैको उपस्थितिमा सर्वसम्मतले त्यो समीक्षा पास गरेर हामीले अभियान चलायौं। तपाईहरुले थाहा पाउनु भयो। झन्डै 2 महिना लाग्यो हामीलाई तराई मधेस जागरण अभियान, हुलाकी मार्ग केन्द्रित। त्यो अभियान हामीले सुरुमा जे सोचेर सुरु गरेका थियौं, हाम्रो जे जति अपेक्षा थियो यति त होला,
यो अभियानबाट भनेर त्यो भन्दा धेरै भयो, धेरै धेरै भयो। मलाई अहिले व्याख्या गर्ने समय छैन। हजारौं होइन, लाखौं होइन, झन्डै 1 करोड जनतासँग, त्यहाँका मजदुर किसानसँग, त्यहाँका आदिवासी जनजातिसँग, त्यहाँका मधेसी मुस्लिम थारूहरूसँग, सबैसँग र अनि बुद्धिजीवीसँग, शिक्षक कर्मचारीसँग, विद्यार्थीसँग जे जति हामीले संवादहरू गर्दै गयौं, अगाडि बढ्दै गयौं र कञ्चनपुरसम्म पुग्दा यो अभियान माओवादी केन्द्रको मात्रै अभियान भएन, राष्ट्रिय अभियान हुन पुग्यो। म तपाईँ सबै कमरेडहरूलाई गम्भीर रूपले यो बारेमा विचार गर्न म तपाईहरुलाई अपिल गर्न चाहन्छु। किन मैले त्यसो भनेको भने हामी जहाँ जहाँ अगाडि बढ्दै गयौं, हजारौंको संख्यामा पार्टी प्रवेशको लहर देखा पर्दै गयो। वृद्ध वृद्धा, प्रौढ युवा युवतीदेखि बाल बच्चासम्म हाम्रो पार्टी आन्दोलन र नेतृत्वप्रति यति धेरै आशावादी र यति धेरै भरोसा गरेको देखियो कि त्यो अभूतपूर्व र असाधारण खालको लहर देखा पर्यो। साथै त्यो लहर झापाको सबभन्दा होचो भूभागबाट सुरु भएको त्यो लहर अगाडि बढ्दै जाँदा अन्य पार्टीको नेतृत्वमा भएका स्थानीय सरकारहरू, नगरपालिका या गाउँपालिकाका सरकारहरूले पनि हामीलाई स्वागत गर्ने, अभिनन्दन गर्ने र यो अभियान सफल हो, त्यो राष्ट्र निर्माणको अभियान हो भन्ने हामीले बुझेका छौं भनेर नेपाली कांग्रेसका, एमालेका पनि जहाँ जहाँ स्थानीय सरकार छन् ती सबैले हामीलाई स्वागत गर्ने, अभिनन्दन गर्ने। मलाई यति धेरै अभिनन्दन भयो तराई मधेसमा यो पटक, यो असाधारणै भयो। त्यसकारण मैले भने कञ्चनपुरमा गएर बोल्दा तपाईहरुले सुन्नु भयो पनि होला, यो अब माओवादी केन्द्रको मात्रै अभियान भएन, यो राष्ट्रिय अभियान भयो, राष्ट्रिय एकताको अभियान भयो। अब नेपालमा नयाँ आर्थिक क्रान्ति गर्ने, नयाँ सांस्कृतिक क्रान्ति गर्ने, नयाँ राष्ट्रिय शक्ति निर्माण गर्ने र भ्रष्टहरूका विरुद्ध एउटा नयाँ शक्तिका साथ तिनीहरूलाई परास्त गर्ने एउटा अभियान बन्न गयो भनेर मैले भनेको थिएँ। म आज दक्षिणकालीको यो नगर सम्मेलनमा उपस्थित सबै पार्टीका कमरेडहरू, यहाँका प्रतिनिधि, तपाईहरु सबैलाई पनि म विशेष रूपले यो विषयमा ध्यान दिन अनुरोध गर्न चाहन्छु। एउटा नयाँ अभियान, एउटा नयाँ आन्दोलन, एउटा नयाँ क्रान्ति जरुरी छ। भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा, आर्थिक पछौटेपनका विरुद्ध, आर्थिक समृद्धिका पक्षमा, अन्तर्राष्ट्रिय सन्तुलनका पक्षमा र त्यो माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव छ भन्ने ठानेर नै हामीले आत्मसमीक्षा सहित एउटा दृढ अठोट गरेर तराईको गर्मीमा पनि हामी जनतासँगै बस्यौं, जनतासँगै खायौं, जनताका पीर मर्काहरू उनीहरुकै मुखबाट सुन्यौं। शहीद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग, तपाईहरुले एक दिनको कुरा औपचारिकता देखाउने कुरा होइन। हामीले महिनौसम्म हामी फेरि एकचोटि जनतासँग, फेरि हाम्रो वर्गसँग, फेरि हाम्रो मुद्दासँग जोडिएका छौं। तर तपाईहरुले देखिराख्नु भएको छ हाम्रो नेतृत्वको सिंगै टिम, म लगायत वरिष्ठ उपाध्यक्ष, महासचिव, सुरुको चरणमा उपमहासचिव समेत हामी त्यो अभियान एकैसाथ अगाडि गयौं र त्यसले एउटा विश्वास जनतामा पैदा गर्यो। मैले भन्ने गरेको छु साथीहरू, तपाईहरु सबैले पनि एकचोटि यो राष्ट्रको निम्ति र यो सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति एकचोटि सबैले दृढ संकल्पका साथ रात दिन खटेर जनताको घर घरमा, टोल टोलमा गएर संगठन निर्माण गर्ने, विस्तार गर्ने, जनतालाई कुरा बुझाउने आवश्यकता छ। त्यसरी नै जसरी म अहिले 70+71 वर्ष भए पनि म एउटा नयाँ क्रान्ति, नयाँ आर्थिक क्रान्ति, सामाजिक सांस्कृतिक क्रान्तिको नेतृत्व गर्ने र समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट जाने संकल्पमा म छु। तपाईहरुले पनि त्यो आँट गर्नुभयो भने मैले 1 वर्षभित्र यो देशको राजनीतिक रङ्गमञ्च हामीले बदलिदिन सकिन्छ। यही अपिल म तपाईहरुलाई गर्न चाहन्छु। आज तपाईहरुले राप्रपाको तर्फबाट एकजना साथीले यहाँ
शुभकामना दिनुभयो। हुन त उहाँ के अरे राष्ट्रपा होइन राप्रपाको साथीले शुभकामना दिनुभयो। उहाँलाई म धन्यवाद भन्न चाहन्छु। उहाँले इमान्दारीका साथ गणतन्त्र माओवादीको हो र प्रचण्ड त्यसको नेता हो भन्ने कुरा तपाईँ हाम्रो अगाडि राखिदिनु भयो। त्यसको लागि म विशेष रूपले उहाँलाई धन्यवाद दिन चाहन्छु। साथै यो नगर सम्मेलन सफल होस् भनेर शुभकामना दिनुभयो। त्यसको लागि पनि अन्य साथीहरू जे राख्नु सबैलाई धन्यवाद भन्दै तपाईँहरू सबैलाई मेरो कुरालाई गम्भीर रूपले विचार गर्न अपिल गर्दै बिदा हुन्छु।